होइन वडाको त्यही वडाको अनि भोटर आइडी छ सबै हुँदाखेरि नाता पढाउनु मिल्दैन भन्नु बुढीको के हाल्नु मिल्दैन अध्यक्ष ल्याएर सचिवलाई यो मिल्दैन उहाँको घर यहाँ छैन मिल्दैन भन्छ त्यो पैसा खाने माइल लाग्छ त्यस्तो त्यस कुन चाहिँ वडाको अख्तियार उजुरी गरेर अख्तियार सबै समाज गर्नुपर्छ अख्तियारले यस्तै छ कि यहाँ त त्यही भएर अदालत नमान्ने रामजाने भएर टेन्सन भयो विचार गरेन भने झ्याउ लाग्छ कि कस्तो छ भन्दा यस्तो हो क्या राजु त्यो होइन जोसँग दाम छ नि दाम र पावर छ नि त्यो उसको सबै चल्ने नभएको नचल्ने हुनु भएन कि यहाँ गल्ती प्रविधिलाई त सुधार्ने मौका हाम्रो आम यो अहिले भोट कसलाई दिनुहुन्छ भन्नुहोस् अब दिनुहुन्छ भोट उही केवललाई दिने कि उही भण्डारलाई दिने जसले राम्रो गर्छ उसैलाई दिने यहाँ को हो यो राम्रो गर्छ के ग्यारेन्टी छ पहिल्यै नक्साबाज गरेपछि थाहा हुन्छ चन्द्रलाई दिने हो कि प्रदीपलाई दिने हो कि स्वतन्त्र दिने हो गुवाहाटीको घन्टीलाई दिने हो कि हललाई दिने हो कि स्वतन्त्रलाई दिन्न दिन के दिन्न हिमालय त्यहाँ माओवादी अनि अहिले स्वतन्त्र अरे काँडा गर्नु दिने भुवन भुवन अरे गुवाहाटीको बामे पिए पहिलाको घनश्याम भाइ उसलाई त दिने स्वतन्त्र जोगी नक्कल जोगी चाहिँ खरेन भनेर आवाज अर्कै स्वतन्त्र होला नि कोही हैन शुद्ध मनको भएछ शुद्ध मनको ट्याक्टरको हल्ला भन्ने कुरा अहिले स्वतन्त्रबाट यहाँ प्रकारले सुन्न मन लाग्यो मलाई भनौँ न प्लिज मिश्रजी त फेरि राष्ट्रवादीतिर आउनुभयो जानुभयो होइन भाउजूलाई सोधौँ राजा भाउजूलाई सोधौँ राजा भाउजू अझै स्पष्टीकरण उहाँ अझै न्यायसङ्गत हुनुहुन्छ म त बाहिर बिहाइन्ड छिर्नु है वेट गर्ने मान्छे गोर्खाली हो नि त विवेक साझा विवेकशीलमा रञ्जन मिश्र पार्टी गरे अहिले त उहाँ पनि जानुभएछ त राप्रपात अर्का गर्ने राधा भाउजू बुटोलको सक्रिय महिला हुनुहुन्थ्यो उहाँको अहिले के छ अहिले हलो होइन बाबु सुन है एउटा कुरा टप लेभलका हलोहरूले भ्रष्टाचार गर्नलाई चाहिँ अलिकति गर्दैन जस्तो लाग्छ है लाग्छ भन्दा छैन भन्नु पर्यो अहिले दिने त बालेन जस्ताला हो सबै त्यो दारी बालेर आउँछन् र दारी बाल्ने होइन काम गर्ने दारी बालेला भन्थे कि काल चस्मा लाहा त्यतिकै दारी बालेका लौरो दारी के जित्ता चाहिँ अब ट्याब्लेट भएको मान्छे सबै आइदि धुन्थ्यो त कालो चस्मा दारी पालेको चस्मा छ्याक्क लौरो समाज त अन्ध जस्तो होइन अहिले यो चुनाव चिन्ह पनि कस्तो लौरी दिएछ यसलाई भन्थे कि जिस्का होइन सुरुमा त्यही आखिर जित्यो राजुले भनेअनुसार गर्छु अहिले त ठ्याक्क चस्मा दारी र लौरो लिएर कोही चुनाव चिन्ह छ त्यसले चाहिँ भोट पाउँछ भन्छ होइन उहाँ हर्केल पनि लौरी कसरी भयो हुन्छ भने हर्केको कसरी भयो हुन्छ भने काठमाडौँ जस्तो क्षेत्रमा काठमाडौँ महानगरपालिकामा मेयरमा लौरो जितेको लौरो उठेको मान्छेले उपमेयरमा पनि यतापट्टि लौरो रहेछ त्यसले पनि पायो क्या 1500 भोट हो है लौरो क्रेज लौरो क्रेज त्यो उपमेयरमा को त उठेको रहेछ कहाँ काठमाडौँ महानगरपालिकाको मेयरमा लौरो हाल्दाखेरि उपमेयरमा पनि लौरो 1500 भोट धेरै हो तपाईँ के भन्नु स्वतन्त्रको एउटा मात्र चुनाव चिन्ह हुन्छ कहाँ उपमेयरमा लौरो हुन्छ वास्तवको होइन हुन्छ सररै हुन्छ कि एउटा सातहरू हुन्छ लौरोहरूका हुन्छन् कि त्यहाँ सर कहाँ एउटा टक 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 कहाँ हुन्छ त्यहाँ उम्मेदवार बिनाको पनि चुनाव चिन्ह हुन्छ होइन त्यो न्यु रोडको एउटा व्यापार रहेछ कि भोट देऊ न अहिले कसले काठमाडौँ दियो है बालेलाई दियो नि सही गरिदिए अहिले यति सारिए छ हेर होइन खुल्ला बाटो नाम अहिले पनि ठुलो हराउँदैछ हामी चाहिँ त्यो बिजोग थियो त्यो छैन अहिले छैन नि आनन्द छ आनन्द के एउटा बालेले उतै गर्यो कि तपाईँको बाटो जाम छैन कि असम्म हिँड्दा होइन के खुल्ला सुन्नु न अन्डरग्राउन्ड भनेर पार्किङ भनेर बाइक त कोही पनि राख्दैन यसो ओह्रालो भित्री गल्ली छ भने लानु पाइयो होइन मेन रोडको बाहिर राख्ने पाइयो अतमा त मन्दिर छ नि कृष्ण मन्दिर देवतालाई त पुरा कपडा भिराइदिएर छ मन्दिरमा पसल रहेछ बल्ल मन्दिर देखियो नि मन्दिर देखियो त्यसले आफ्नो ऊ पनि पुलिस पनि नाम देवता त पुरै कपडाले भिरेछन् क्या केन्द्र चोकमा अनि पुरै पसल 22 स्टेप गरे